चिकन थक्काल्बी बनाउने तरिका है कोरियन डिस हो। पहिला प्याजहरू यसरी काट्ने अनि गाजर काट्ने, त्यसपछि आलु मासुलाई बोइल गर्ने अनि बन्दा पनि यसरी टक्क काट्ने, बन्दा काटेपछि यसरी छोडाउने अनि त्यसपछि आलु र उसलाई बोइल गर्ने, त्यसपछि तेल हाल्ने अनि प्याज फ्राई गर्ने, थोरै बन्दा पनि हाल्ने अनि बन्दालाई पनि यसरी मजाले फ्राई गर्ने। त्यसपछि खुर्सानी छ भने आफूलाई चाहे जति पिरो हाल्न सकिन्छ है। त्यसपछि अघि उसिनेको मासु पनि टक्क हालेर एकछिन चलाउने, चलाइसकेपछि माथिबाट हरियो खुर्सानी, अर्को यो भेडी खुर्सानी प्लस हरियो प्याज पनि हाल्न सकिन्छ। अनि गोचुजाङ भन्छ, कोरियन खुर्सानीको पेस्टबाट बनाएको हुन्छ, त्यो हालेर एकछिन चलाउने। अनि थोरै भिनेगर हाल्ने, सोया सस हाल्ने, थोरै नुन हाल्ने, थोरै चिनी पनि हाल्ने, अदुवा लसुनको पेस्ट हाल्ने, थोरै एकछिन चलाउने। चलाइसकेपछि माथिबाट नुन छर्किने अनि अघि बोइल गरेको आलु र गाजर पनि हाल्ने अनि एकछिन चलाउने। चलाएपछि लगभग हाम्रो तयार भयो। थक्काल्बी भन्छ यसलाई हामी, अलि ठुलो पनि हुन्छ, यो चाहिँ नेपाली तरिकाले बनाएको। फेरि अर्को फ्राई प्यानमा खोङ्नामले यसरी राखेँ, पटमासको टुसा हो, थोरै तेलमा राखेर यसरी हल्कासँग भुट्ने। भुटिसकेपछि यसमा चाहिने कोरियन मसलाहरू हुन्छ, नेपाली मसला भनौँ, ससहरू हुन्छ विभिन्न, थोरै खुर्सानी पनि हालेँ, त्यसपछि नुन हालेँ, चिनी हालेँ, अलिकति सोया सस हालेँ, अलिकति वेस्टर सस हालेँ, नुन थोरै हालेँ, फुल सस पनि भन्छ कोरियन भाषामा यसलाई। अनि एकछिन थोरै बेर चलाइसकेपछि लगभग पाक्छ। यो चाहिँ स्वास्थ्यलाई एकदमै राम्रो हुन्छ अनि कोरियन खानाको लागि एकदम इम्पोर्टेन्ट पनि छ यो है। त्यसपछि किम्ची पनि इम्पोर्टेन्ट छ, तर यो पनि धेरै मनपर्छ मलाई चाहिँ। हरियो प्याज हालेर यसरी मैले भुटेर अनि खुर्सानी आफूलाई कति पिरो चाहिन्छ त्यही अनुसार टक्क कैँचीले काटेर मजाले हालिसकेपछि एकछिन चलाउने अनि यो छिट्टै तयार भइहाल्छ है। यो चाहिँ मलाई एकदम मेरो फेभरेट नै हो। तपाईँहरू पनि यसरी घरमै ट्राई गरेर बनाउन सक्नुहुन्छ है। यसरी हाम्रो थक्काल्बी रेडी भयो आजको बेलुकाको। माथिबाट थोरै यो तिल हालेपछि तयार हुन्छ। किम्ची पनि रेडी भइसक्यो है, फिचो किम्ची, बन्दाको मुलाको किम्ची, थक्काल्बी।